Hello everyone, welcome back to my another skincare videos र यो चाहिँ एकदमै 10 स्किन को लागि अन्त यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एकदमै स्किनलाई ग्लोइङ पनि गर्छ ल स्किनलाई व्हाइटनिङ गर्नमा पनि हेल्प गर्छ है। अनि त्यहाँदेखि चाहिँ इन्ग्रेडिएन्ट्स हेर्नुहोस् होला 2 tablespoon of cooked rice लिनुहोस् अन्त 2 tablespoon of milk powder, few drops of lemon, 1 tablespoon of coffee powder अनि टर्मरिक लिनुपर्छ 2 tablespoon। त्यसलाई चाहिँ मज्जाले रोस्ट गर्नुपर्छ जसरी मैले भिडियोमा देखाएको छु। अनि मैले चाहिँ लगाइसकेर चाहिँ यसलाई चाहिँ ड्राई हुन राख्नुपर्छ 20 to 25 मिनट्स जस्तो राख्नुहोस्। अनि त्यहाँदेखि चाहिँ यसरी रिमुभ गर्दाखेरि हेर्नुहोस् है, रिमुभ गरेको ठाउँमा कस्तो दामी रिजल्ट आएको छ भनेर, मेरो स्किन कति व्हाइटनिङ भएको छ है। अनि टेन त तपाईको कहाँ पुग्छ अब तपाईको स्किनको ट्यानिङ चाहिँ है। यो चाहिँ एकदमै मैले चलाइरहने लगाइरहने मतलब मास्क हो, एकदमै दामी छ। अनि तपाईहरुले चाहिँ रोज वाटर, जसको ओइली स्किन छ रोज वाटर हालेर लगाउनुहोस्। यदि तपाईहरुको ड्राई स्किन छ भने तपाईहरुले मिल्क हालेर लगाउँदा पनि हुन्छ। अनि आफ्टर वास देख्नुभयो होला मेरो फेस चाहिँ कति ग्लोइङ, कति राम्रो सफा भइराखेको छ भनेर। अनि मैले चाहिँ यो भिडियो गर्दा अलिकति स्किन केयर पनि गरिहालेँ। त्यो स्किन केयर भिडियो म हाल्ने छु अर्कै दिन है। र हेर्नु होला मेरो स्किन कति ग्लोइङ भइरहेको छ यो मास्क लगाएर भनेर। एकदमै इफेक्टिभ, एकदमै दामी छ। तपाईको स्किनलाई व्हाइटनिङ गर्नुमा यति हेल्प गर्छ यो मास्कले चाहिँ है। र थ्यांक यू फर वाचिङ। कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला अनि एकदम ट्राई गर्नुहोस् ल।